नमस्कार साथीहरू, तपाईँहरू हेर्दै हुनुहुन्छ नेउपाने एग्रो फार्मको युट्युब आधिकारिक युट्युब च्यानल। यदि तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट गरेर अगाडि बढ्न सक्नुहुन्छ। आज चाहिँ हामीले लोकल कुखुरा पालन सजिलो तरिका अनि त्यसपछि गएर लोकल कुखुरा सजिलै पाल्ने सम्पूर्ण जानकारीहरू एक दिनदेखि लिएर तपाईँले बेच्दासम्मको सम्पूर्ण जानकारीहरू मैले तपाईँहरूलाई भन्न गइरहेको छु। आज अब हामी कुरा गर्नेछौँ लोकल कुखुरा कसरी सजिलै पाल्ने, कम खर्चमा राम्रो आम्दानी कसरी गर्ने र कुखुरालाई रोगबाट कसरी जोगाउने भन्ने बारेमा तीनवटा स्क्रिप्टबाट मजाले म तपाईँहरूलाई जानकारी दिन चाहन्छु है त। आज लोकल कुखुरा पालन अहिले गाउँदेखि सहरसम्म निकै मजाले फस्टाइरहेको छ, किनभने यसको मासु र अन्डा एकदमै माग बढिरहेछ। कारण अब मान्छेहरू अलिकति विदेशिएका छन्, अनि त्यसपछि गएर स्वस्थ खानुपर्छ, गुणस्तर खानुपर्छ भनेर ब्रोइलरभन्दा पनि बढी लोकललाई नै प्रिफर गरिरहेका छन्। अनि त्यसपछि अर्को कुरा भन्न चाहन्छु म तपाईँहरूलाई, लोकल कुखुरा पाल्न सबैभन्दा पहिले खोरको व्यवस्था राम्रो हुनुपर्छ। एकदमै सफा, सुक्खा र हावा चल्ने हुनुपर्छ। जाडो र न्यानो गर्मीमा चिसो वातावरण मिलाउन सक्नुपर्छ र सकेसम्म खुल्ला ठाउँमा छोडेर पाल्दा राम्रो हुन्छ। त्यो चाहिँ तपाईँले खुल्ला ठाउँमा छोडेर पाल्ने भनेको कम्तीमा पनि तपाईँले 45 दिनदेखि 50 दिन 60 दिन क्रस गरिसकेपछि तपाईँहरूले छोडेर पाल्न सक्नुहुन्छ। त्यसरी छोडेर पाल्यो भने हेल्दी पनि हुन्छ कुखुराहरू। अनि त्यसपछि दानापानीहरू राम्रोसँग हुर्कनको लागि दानापानी एकदमै महत्त्वपूर्ण हुन्छ। सुरुको 45 दिन ब्रोइलरको दाना चलाउन सक्नुहुन्छ र त्यसपछि याल 1, याल 2, याल 3हरू जस्ता दानाहरू चलाउन सक्नुहुन्छ। अब मेन कुरा भनेको अहिलेको रोगको नियन्त्रण नै हो होइन। सबभन्दा ठुलो कुरो भनेकै रोग नियन्त्रण हो। रोग चाहिँ एकदमै बढेर आइरहेछ, अहिले बर्ड फ्लू पनि आइरहेछ। यसलाई रोग नदिनको लागि समयमै खोपहरू लाउने होइन, रानीखेत, गम्बारो जस्ता भ्याक्सिनहरू लगाउने, अनि त्यसपछि खोर सफा राख्ने। अनि त्यसपछि कुखुरा बिरामी देख्नुभयो भने तुरुन्तै छुट्टै तपाईँको क्वारेन्टाइनमा छुट्टै खोरमा राख्ने गर्नुपर्छ। अब यसको आम्दानीको कुरा गरौँ। अन्डा बेचेर, मासु बेचेर र चल्ला बेचेर राम्रै पैसा कमाउन सक्नुहुन्छ होइन। तपाईँहरूले मेन गर्ने भनेको अन्डा अथवा मासुको लागि हो। अन्डा पनि धेरै राम्रो छ, बजारको यसको माग धेरै भएकोले अन्डा एकदमै म्याक्सिमम रेटमा पनि बेच्न सकिन्छ। 25 रुपियाँ गोटासम्म हामीले बेचिरहेछौँ। मसँग यो अहिले 2800 चल्ला छ र त्यसैले यदि तपाईँ गाउँमै बसेर केही गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले तपाईँहरूलाई एकदमै हाई क्वालिटीको एकदमै राम्रो चल्लाहरू उपलब्ध गराउन सक्छौँ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म होइन। अब त्यही नै हो। अब मेन कुरा भनेको चल्ला हुर्काउनको लागि सबभन्दा गाह्रो छ तपाईँहरू नयाँ मान्छेहरूलाई। चल्ला हुर्काउनको लागि अब अलि धेरै पाल्दै हुनुहुन्छ भने यस्तो खालको भुसी चुलोहरू युज गर्न सक्नुहुन्छ। भुसी चुलोहरू युज गर्नुभयो भने तापक्रम एकदमै तातो उधिन्छ, तपाईँको राख आउँछ। अनि यसरी मजाले एक भएर चल्लाहरू बस्छन्। यो चाहिँ 2 हप्ताको चल्ला, 2800 चल्ला मैले मेरै आफ्नै लागि हालिरहेको छु। त्यही नै हो। अनि अर्को कुरा भनेको मेनली तपाईँहरू लोकल चल्ला पाल्दै हुनुहुन्छ भने कसैले फेसबुक विज्ञापन गरेको भरमा चल्ला नहाल्नु होला। विज्ञापन फेसबुकमा पोस्ट हालेको भरमा चल्ला नहाल्नु होला। आधिकारिक फार्मको खाता, यदि पेमेन्ट हाल्नुपर्छ भने आधिकारिक फार्मको खाता नम्बर माग्नु होला। आधिकारिक फार्मको खाता नम्बर मागेर मात्र पेमेन्ट हाल्नु होला। र तपाईँले सक्नुहुन्छ भने अझ काठमाडौँ, ललितपुर, भक्तपुर एरियामा हुनुहुन्छ भने फार्म भिजिट गरेर, रोग आएको अवस्थामा फार्म भिजिट नगरे पनि तपाईँहरूले फार्म भिजिट गरेर अथवा भिडियो कल मार्फत ल तपाईँको माउहरू देखाउनुहोस्, तपाईँको कुखुराहरू देखाउनुहोस्, कस्तो चल्ला आउँछ, कस्तो कलरको छ, कतिको डोमिनेन्ट भालेहरू छ तपाईँको माउको, तपाईँको प्यारेन्टको भनेर भिडियो कल गरेर मात्र चल्लाहरू मगाउनु होला। त्यसरी मगाउनु हो भने तपाईँहरू फस्ने सम्भावना एकदमै कम हुन्छ। अहिले मार्केटमा यस्तो मान्छेहरू आइरहेछन् कि तपाईँलाई चल्ला चाहियो भन्दा बित्तिकै म दिन्छु भन्छन्, अनि खाता नम्बर पठाउँछन्, पैसा हाल्छन्, अनि त्यसपछि पैसा हालेपछि मोबाइल स्विच अफ, ब्लक गरिदिने एकदमै धेरै देखिरहेछौँ, धेरै सुनिरहेछौँ। धेरै किसानहरूले गुनासो गरिराख्नु भएको छ। त्यस्तो भयो भने तपाईँहरू फस्ने सम्भावना हुन्छ। त्यो कारणले गर्दाखेरि आधिकारिक फार्मबाट तपाईँले भिडियो कल मार्फत व्हाट्सएपमा अथवा भाइबरमा अथवा इमोमा जोइन भएर तपाईँहरूले भिडियो कल मार्फत ल मलाई
माउहरू देखाउनुहोस्, तपाईँको चल्लाहरू देखाउनुहोस्, तपाईँको ह्याचरी देखाउनुहोस् भनेर कुरा गरेर मात्र चल्ला हाल्नु होला। अथवा तपाईँले चिनिजानेको रेगुलर हालिराखेकै छ भने त्यसमा खासै फरक पर्दैन। त्यो कारणले गर्दाखेरि तपाईँहरू एकदमै नफस्ने चान्स 100% हुन्छ। त्यसैले यो आजको विषयलाई हाम्रो 14 दिनको कुखुरा मैले 3 दिन 4 दिनको अगाडि हालेको थिएँ, आज 14 दिनको देखाउँदैछु। यसरी नै हुर्किरहेछ। मोर्टालिटी 3% छ हाम्रो 2800 चल्लामा, होइन। 3% भन्दा बढी गएको छैन। एकदमै राम्रोसँग स्वस्थ तरिकाले हुर्किरहेछ। दाना पानीहरू मजाले खाइरहेछन्। मस्त एकदम साइज पनि एकदम राम्रो आइरहेछ। 2-4% भनेको सानो हुन्छ, त्यसले खासै फरक पर्दैन। त्यही नै भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त धन्यवाद। फेरि पनि लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गरेर साथ दिनुहोला। धन्यवाद।